हामी आज मण्डलहरूले 3 कुनेमा प्रदर्शन गरेको मण्डलले गुण्डागर्दीलाई छुट दिने छैनौं। उनीहरूले जनताको घरमा आगो लगाएका छन्। उनीहरू अरु आगजनी गर्न खोज्दैछन्। उनीहरूले चाहेका छन् 2-4 जना आफ्नै मान्छे मरे नि मरुन् बरु, तर यहाँ आतंक र अराजकता होस् त्यसलाई छुट दिन सकिँदैन। त्यसकारण पुरै गम्भीरताको साथ, इमानदारीताको साथ हामी अब सामन्ती अवशेष दलाल नोकरशाहका विरुद्ध एकैचोटि एउटा नयाँ क्रान्तिको तयारी, एउटा नयाँ आन्दोलनको तयारी हामीले गर्नु नै छ। हामी समाजवादी मोर्चा यसको निम्ति सम्पूर्ण रूपले समर्पित भएर अगाडि बढ्ने संकल्प गरेका छौं। तपाईहरुले चारैजना नेताको कुरा सुन्नुभयो। हामी सबैको मूल कुरा एउटै छ। तर मैले भन्नु पर्दा मैले माओवादी जनयुद्धको कमान्डरको हैसियतले पनि मैले अब फेरि अर्को युद्धको आवश्यकता त अहिले देखेको छैन। शान्तिपूर्ण क्रान्ति आवश्यक छ। ईटको जवाब पत्थरले दिने गरी उनीहरूले 1000 जुटाउँछन् भने हामी 10